यदि भृकुटी मण्डपमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप हुन्थ्यो भने त्यहाँ जीवधनमा क्षति पुग्थ्यो भने सरकारले निश्चित रूपमा न्यायिक आयोग गठन गर्नु पर्थ्यो। तर हामी यहाँ भएका उपस्थित भएका कोही पनि दुईमतमा छैनौँ कि त्यो दिनको घटना सामान्य होइन, त्यो दिनको घटना हिंसात्मक घटना हो, नियोजित रूपमा अपराधिक घटना हो र त्यो प्लान गरेर सुरक्षा संयन्त्रलाई असफल पारेर एक प्रकारको चाहिँ अराजकताको स्थिति सृजना गर्न खोजिएको घटना हो भन्ने कुरामा दुईमत छैन। त्यसैले स्वाभाविक रूपमा त्यस्तो घटनालाई त्यस्तो घटनाको विरुद्धमा शान्ति सुरक्षा कायम गर्न खोज्दा भएका केही कुराहरूलाई ध्यानमा राखेर जसको अहिले पनि गम्भीरतापूर्वक अध्ययन र विश्लेषण र छानबिन भइरहेको छ, न्यायिक आयोगको माग गर्नु उचित हुँदैन। न्यायिक आयोग शान्तिपूर्ण कार्यक्रमहरूमा प्रहरी हस्तक्षेप हुन्छ, प्रशासनले नचाहिने दमन गर्छ भने त्यस्तो अवस्थामा न्यायिक आयोग गठन गर्नुपर्छ। राजनीतिक आन्दोलनहरूमा शान्तिपूर्ण राजनीतिक आन्दोलनहरूमा दमन हुन्छ भने न्यायिक आयोग गठन गर्नुपर्छ। तर हामी सबै नै त्यो एउटा आपराधिक घटना थियो भन्ने निष्कर्षमा पुगेका छौँ भने सरकारले बिर्सेर पनि त्यस्ता घटनामा न्यायिक आयोग गठन गरिराख्नु हुँदैन। यसले प्रशासनलाई पनि डिमोरलाइज गर्छ र सुरक्षा संयन्त्रलाई पनि डिमोरलाइज गर्छ। हामीले देखेको छौँ नि फेसबुकमा, मलाई बचाइदियो भनेर प्रहरी ड्रेस लगाएका प्रहरी जवानहरूले अधिकृतहरूले ज्यानको भिख माग्नु परेको छ। हामी त 62-63 आन्दोलनमा टियर ग्यास खाएका ट्याङ्क सामु उभिएर आएका मान्छेहरू हौ। हामीले आफ्नो नियत बलले चाहिँ त्यो बेलाको शासन सत्तालाई हराएको हो भन्दाखेरि कुनै त्यो आक्रमणमा हामीले कुनै वर्दीधारीले आक्रमण गरेनौँ भन्दाखेरि जे घटना त्यो दिन घट्यो त्यो राजनीतिक प्रकृतिको घटना होइन। त्यस्तो घटनाको जसको गम्भीरतापूर्वक अहिले पनि छानबिन भइराखेको छ भने न्यायिक आयोग गठन गरेर प्रशासनलाई त्यसको गहिराइसम्म पुग्न छानबिन गर्नुबाट रोक्ने, त्यसका मुख्यको जडसम्म पुग्ने, त्यसको विश्लेषण गर्ने कामबाट रोक्नु हुँदैन। त्यसैले यो कुरामा गृह मन्त्रालयको गम्भीरतापूर्वक ध्यान जाओस्। हामीले माग गर्ने कुरा पनि औचित्यपूर्ण आधारमा मात्रै माग गर्ने हो। जहाँ माग गर्नुपर्छ, जहाँ शान्तिपूर्ण आन्दोलनहरूमा शान्तिपूर्ण प्रदर्शनहरूमा अत्यधिक बल प्रयोग भएर जीवधनको क्षति हुन्छ, त्यहाँ स्वाभाविक रूपमा न्यायिक आयोगको माग गर्नु उचित पनि हुन्छ। हामीले पनि माग गरेका छौँ, भोलि पनि गर्न सकिन्छ। तर जुन घटना आपराधिक छ, जुन घटना राजनीतिक आवरणमा गलत ढङ्गले चाहिँ एउटा विद्रोहात्मक ढङ्गले गएको छ, त्यो घटनालाई अहिले चाहिँ न्यायिक छानबिन आयोग गठन गरेर भनेर चाहिँ त्यसको छानबिनमा बाधा पुर्याउने काम हामीले माग गर्नु उचित हुँदैन। सभापतिज्यू, अर्को कुरा के छ भन्दाखेरि म टु द पोइन्ट आफ्ना कुराहरू भन्छु। तोडफोड र आगजनी गर्छन् भन्ने कुरा प्रशासनलाई जानकारी थियो, जानकारी नभएको होइन मैले थाहा पाएसम्म। तर त्यसलाई प्रशासनले अलि हलुकासँग लिएको हो वा फोर्सको कमी रहेको हो, त्यसबारेमा तपाईँहरूले थोरै स्पष्ट पार्नुपर्छ। यो समितिलाई यस्ता घटना पछि फेरि पनि घट्न सक्छन् भन्ने विषयमा गम्भीर ध्यान दिनु पर्ला। र एउटा कुरा के देख्यो भने हामीले अनुरोध गरेर समाजवादी मोर्चालाई त्यसको भोलिपल्ट आग्रह गरेको भए हुन्थ्यो जस्तो मलाई लाग्छ। दुईवटा प्रदर्शनहरूलाई म्यानेज गर्न सक्ने हाम्रो प्रशासनिक क्षमता पनि छैन र काठमाडौँ त्यति ठुलो ठाउँ पनि होइन र एउटा सभा सम्मेलन गर्नको लागि हामीसँग उपयुक्त ठाउँ पनि छैन। किनभने यता पनि सडक रोकेर गर्नु परेको थियो, उता पनि त्यति संवेदनशील ठाउँमा चाहिँ गर भनेर भन्नु परेको थियो। त्यसैले यो कुरालाई भविष्यमा ध्यानमा राखेर यदि शान्तिपूर्ण ढङ्गका आमसभा जुलुस प्रदर्शनहरू हुन्छन् भने एकै दिन फरक नदोहोरियोस् भन्ने कुरामा प्रशासनले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने देखिन्छ। अब यो उक्त घटनाको प्रकृति के हो, राजनीतिक दलहरूले विश्लेषण गर्नुपर्ने कुरा सबभन्दा मुख्य कुरा चाहिँ म यो ठान्छु। उक्त घटना राजनीतिक घटना हो, के हो त्यो घटनाको प्रकृति के हो, त्यसको अलिकति राजनीतिक विश्लेषण गर्नुपर्छ। मेरो विचारमा उक्त घटना राजनीतिक नाममा घटाइएको आपराधिक घटना हो। यो घटना रातारात घटाइएको होइन, यसको पछाडि लामो घटनाक्रमका श्रृङ्खला छ। यो 15 गतेको घटना राजाको फागुनको स्टेटमेन्टसँग गएर जोडिन्छ। राजाले गएर गोर्खा दरबारको भ्रमण गर्ने, त्यहाँ पूजा गरेर आउने घटनाक्रमहरूसँग जोडिन्छ। त्यो श्रृङ्खला छ। ज्योतिषीहरूले राजालाई के भनेर उल्काएका छन् त्यो पनि हामीलाई थाहा छ, कोले के भनेको छन् भन्ने पनि हामीले सुनेको छौँ। र एउटा लामो तयारी पछिको घटना हो। सरकारसँग जनता असन्तुष्ट छन्। मान्य बुद्धिमान तामाङजीको हालत त भएको, पार्टीको हालत त मलाई पनि लाग्छ यस्तो मिल्ने साथीको
कान्छी सान्छी ल्याएर देखाइदियो ज्ञानेन्द्र अर्कै त्यसको लागि पोली भनेर पैसा जस्तो हाल्छ पत्याउँदैन नि दादाले शब्दै अलि मिलाएर भनिदिनु यो शब्दको अन्यथा अर्थ नलिनु होला माने असल शब्द आयो है असल शब्द अर्थ नलागोस् अर्को ऊ ल्याएर अर्को व्यक्तिलाई राजाले पत्याइरहेका छन् उहाँहरू चाहिँ राजा राजा भनेर पछि लागिराख्नु भएको छ राजाले पत्याउँदैन उहाँहरूले दिएको बाटो त संवैधानिक रूपमा हामीले पनि मानेका छौँ भन्नुहुन्छ संसदमा हामीले त्यहाँ चाहिँ आपत्ति गरेका छैनौँ नि तर राजाले के विश्वास भएन हिजोको राजालाई भने ज्ञानेन्द्र शाहलाई के विश्वास भएन भन्दाखेरि राजेन्द्र लिङ्गदेन र बुद्धिमान तामाङले चुनाव लडेर बहुमत ल्याएर अझ 2/3 ल्याएर यो संविधान संशोधन गरिदिएर त मनै रहन भन्ने भयो त्यसले गडे गुडुङ गरेर विद्रोहको बाटोबाट पनि सत्ता कब्जा गर्न सकिन्छ भने गर्ने हो भन्ने आधारमा घटेको घटना हो त्यो घटना यही राजनीतिक प्रकृतिको हो जेठी श्रीमती श्रीमान भनेर बसे कान्छी श्रीमती ल्याएर अँगालो मारेर अगाडि सारिदिइसक्यो अझै पनि होस् चाहिँ आउँदैन साथीहरूलाई होइन त्यसैले अझै पनि बडा पत्रिकता देखिनु भएको छ होइन उहाँलाई होइन अझै पनि उत्तराधिकारी हामी नै हौँ भन्ने लागेको छ मेरो आफ्नो राजनीतिक विश्वास हो त्यसमा टिप्पणी गर्न चाहन्न तर के हो भन्दाखेरि उक्त घटनाले के देखायो भन्दाखेरि राप्रपाको संवैधानिक बाटोप्रति त्यसलाई विश्वास गरेर त्यसलाई पर्खेर बस्ने पक्षमा ज्ञानेन्द्र शाह देखिएन त्यसैले हामीले प्रश्न रूपमा भन्नुपर्ने कुरा केही त सरकारसँग पनि प्रश्नहरू छन् गणतन्त्र संवैधानिक र राजनीतिक रूपले स्थापित र व्यावहारिक रूपमा क्रियाशील रहेको अवस्थामा कुनै कालखण्डमा राजा रहेको व्यक्तिलाई अहिले पनि राजाको रूपमा सम्बोधन गर्ने सम्मान गर्ने र त्यही ढङ्गमा व्यवहार गर्ने अधिकार छैन हाम्रो संविधान र कानुनले त्यो अधिकार कसैलाई दिएको छ र दिन मिल्छ र गणतन्त्र भएको मुलुकमा श्री 5 महाराज धिराजको संवाद सचिवालय श्री 5 महाराज धिराजको सचिवालय भनेर सूचना जारी गर्दा सरकारले हेरेर बस्नु मिल्छ त्यसप्रतिको प्रशासनिक र राजनीतिक प्रतिक्रिया सरकारको के हो ती सूचनाहरू फेसबुकमा राख्दा सरकारले नदेखेको जसरी नहेरेको जसरी बस्नु मिल्छ त्यसैले केही गम्भीर प्रश्नहरू उठेका छन् अहिले पनि श्रीपादको सचिवालय भनेर सूचना गरेर वक्तव्य जारी गर्ने अधिकार सभा छैन त्यसरी सूचना जारी गर्ने र जारी गर्नु नगाउनेलाई कारबाही किन नगरेको कि त संविधानले त्यो दिन्छ भन्नु पर्यो दिँदैन भने त्यसको संवैधानिक कानुनी कारबाही त हुनु पर्यो नि के हो त त्यसको उपचार आम नागरिक जसरी देश विदेश घुम्ने अधिकार ज्ञानेन्द्र शाहलाई पनि छ घुम्न पाउनुपर्छ त्यसरी घुम्ने क्रममा राजाको जस्तो व्यवहार गर्न संवैधानिक र कानुनी रूपले छुट कसैलाई पनि कि हिजो हामीले राजा संवैधानिक रूपमै रहेको बेलामा म राष्ट्रपति भन्दै हिँडेको भए के हुन्थ्यो नपाएको पगरी पाएको मुद्दा लाग्थ्यो होला अथवा घाँसघाँस मुद्दा लाग्थ्यो होला अहिले गणतन्त्रमा कुनै व्यक्ति हिजो कालखण्डमा राजा छ भने पनि अहिले पनि म राजा रहेछु मेरो संवाद सचिवालय छ मेरो सचिवालय छ अनि उहाँले श्रीपाद भइबक्सिन्छ भन्दै हिँड्ने छुट संविधानले दिन्छ यो स्वीकार्नुपर्ने अस्तित्व हो ठिकै छ एउटा नागरिकको रूपमा ज्ञानेन्द्र शाहलाई त्यति नै अधिकार छ जति हामीलाई पनि त्यो अधिकार छ अहिले धेरै बुद्धिजीवीहरू पहिलेका सरकारले ज्ञानेन्द्र शाहलाई अति अनियन्त्रित छुट दिएकोले रायमाझी आएको प्रतिवेदन कार्यान्वयन नगरेकोले 15 गतेको घटना घट्न पुगेको हो भन्दैछन् यसबारेमा सरकारको भनाइ के छ अनि प्रहरीमाथि गाडी कुदाउन खोज्दा पनि दुर्गा प्रसादको गाडी नियन्त्रणमा लिएर उनलाई गिरफ्तार नगरेको कारण के हो उनी किन र कसको लापरवाहीले गर्दा उम्कन सके सियो त होइन त्यत्रो हुलको बीचबाट सुरक्षित रूपले उम्कन कसरी सके यसको जवाब त प्रशासनले दिनुपर्छ यदि यी सब घटनाक्रममा ज्ञानेन्द्र शाहको भूमिका र निर्देशन छ भने हालसम्म उनको बयान किन नदिएको यस सम्बन्धमा छानबिन भइरहेको छ या छैन तपाईहरू किनभने गृहमन्त्रीले अरू सबले भनेको कुरा घटनाक्रमका सम्पूर्ण रिपोर्ट अघिल्लो दिनको रिपोर्ट हेर्दा अब मान्य हाम्रो मेरो मित्र बुद्धिमान तामाङजीले त के राजाले कहाँ गर्नु भनेर भनेपछि उहाँ त दरबार जानुभएको होइन दरबार त नवराजी र
दुर्गाप्रसाद गएको कमान्डर घोषित त्यसपछि भएको। त्यसरी सबै घटनाक्रममा यथातथ्य जनताको बिचमा आउनु पर्यो। ज्ञानेन्द्र शाहको भूमिका छ कि छैन? छैन भने नभन्नुहोस्। छ भनेर राजनीतिक रूपमा सङ्केत मात्रै नगर्नुहोस्। छ भने यो भूमिका छ भनेर तथ्य प्रमाणसहित जनताको बिचमा आउनु पर्यो। र त्यसो गर्ने जो कोही होस् भोलि त्यसलाई सरकारले के गर्छ? 15 गते घटना वास्तवमा त्यसको के हो त त्यो भन्दाखेरि मेरो विश्लेषण सुन्नुहुन्छ। 15 गतेको घटना पहिलेका राजाको भूपू राजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको सफ्ट कुको प्रयत्न हो। यसको क्यारेक्टर के हो? यसको क्यारेक्टर कुनै संवैधानिक प्रक्रिया होइन। सिद्धिनारायण मेरो संवैधानिक प्रक्रिया होइन, यो सफ्ट कुको। सिंहदरबार कब्जा गर्ने, नाराहिटी कब्जा गर्ने, संसद कब्जा गर्ने, त्यही न हो? अनि सरकारले के हेरेर बसेको? दुर्गाले त सार्वजनिकमा बोलेको त जे पाइन्छ हात हतियार सब लिएर आऊ भनेर भाषणै गर्दै हिँडेको छ। त्यसरी हिँड्दै बोल्दै गर्दा पनि छुट दिनुपर्ने हो। त्यसैले यो सबको प्रयत्न यही ढङ्गले छोडियो भने यो अन्तिम हुन्छ भन्ने मलाई लाग्दैन। त्यसैले सरकारले यसबारेमा प्रष्ट रूपमा जवाफ दिनुपर्छ। र मेरो अन्तिम भनाइ, यी सबै त अरूतिर फर्केर गरिएका प्रश्न भए। ज्ञानेन्द्रतिर होइन, त्यो 15 गते घटना घटाउनेहरूतिर फर्केर र तपाईँ प्रशासनहरूतिर फर्केर गरेको कुरा होइन। अब केही प्रश्नहरूको उत्तर त हामीले आफैतिर फर्केर दिनुपर्छ। त्यो भनेको सरकारले जनताको आकांक्षा अनुसार काम गर्न सकेन भने असन्तोष उत्पन्न हुनु अस्वाभाविक होइन। त्यसैले सरकारले आफ्नो डेलिभरी राम्रो गर्नु पर्यो। सरकारले म राम्रो काम गरिरहेको छु भनेर सरकारमा बस्ने प्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीहरूले बोलेको कुरामा अहिलेको जनताले विश्वास गर्दैन। अहिलेको जनताले त्यसलाई व्यवहारमा हेर्नुपर्छ। कामले मैले गल्ती गरिदिएको छैन, कामले जनताका आकांक्षाहरूलाई सम्बोधन गरिरहेको छु, जनताका असन्तुष्टिहरूलाई समाधान गरिरहेको छु भन्ने त्यो फिल गराउन सक्नु पर्यो सरकारले। त्यसैले धेरै कुराहरूतिर फर्के पनि केही गम्भीर प्रश्न हामी आफैतिर पनि फर्केका छौँ। सत्तामा रहेका हामी दलतिर, हिजो सत्तामा रहेका आज प्रतिपक्षमा रहे पनि हिजो सत्तामा रहेका दलहरू, हामी कोही पनि यी प्रश्नहरूको उत्तर दिनबाट भाग्न सक्दैनौँ। हामी कोही पनि यो जिम्मेवारीबाट मुक्त हुन सक्दैनौँ। त्यसैले गृहमन्त्रीज्यू यी सबै प्रश्नहरूको चाहिँ एउटा गम्भीर एउटा उत्तर चाहिँ चाहियो। र म अन्तिममा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि जेसुकै भए नि हाम्रा साधन स्रोतका कर्मीहरू छँदैछन्। अस्तिको घटनामा तपाईँहरूले संयमता अप्नाउनु हो, गृह प्रशासनले संयमता अप्नाएकै हो। केही कुराहरूमा कमी रह्यो होला होइन। त्यसैले संयमता, तर संयमता भनेको कमजोरी हुनु हुँदैन। संयमता भनेको अपराधी उम्कने वातावरण बन्नु होइन। र अन्तिममा म त आफै पनि पत्रकार हुँ। भोलि यहाँबाट गइसकेपछि सांसद रहेन भने के गर्छस् भन्दाखेरि लेखेरै मान्छु भन्ने विश्वास भएको मान्छे। त्यसैले एकजना पत्रकार साथीको जुन प्रकारले आततायी ढङ्गले हत्या भएको छ, म त्यसप्रति गम्भीर संवेदना व्यक्त गर्छु। अर्को एकजना नौजवान सबिन महर्जन किर्तिपुरका युवाको मृत्यु भएको छ, त्यसप्रति पनि मेरो शोक छ, परिवारप्रति संवेदना छ। सरकारले यथोचित ढङ्गले त्यो सबै कुरालाई सम्बोधन गर्ने प्रयत्न गरेको छ, क्षतिपूर्ति दिएको छ। तर म के भन्छु भने आजको समयमा 10 लाख रुपियाँ पर्याप्त होइन। त्यसैले कमसेकम उनीहरूका परिवारका सदस्यहरूलाई कतै रोजगारीमा लगाउन सकिन्छ भने यस विषयप्रति सरकार संवेदनशील हुनुपर्छ। र यी घटनाहरूप्रति अलिकति हामीले गम्भीर भएर यसको राजनीतिक विश्लेषण गर्न जरुरी छ। राजनीतिक दलले पनि सरकारले पनि यो अन्तिम होस्, फेरि यस्तो घटना हुने प्रयत्न जारी छ। म यो सरकारलाई के मात्र भन्न चाहन्छु भने यस्तो प्रयत्न नेपथ्यमा फेरि पनि जारी छ। त्यसैले त्यसलाई प्रशासनिक रूपले मात्र होइन, त्यसलाई राजनीतिक रूपले पनि समाधान गर्ने दिशातिर सरकारको ध्यान जान जरुरी छ। धन्यवाद।